यो बट्टामा राखेर अमिलो भएको तामा र आलुको तरकारी चाहिँ कतिजनालाई मनपर्छ। हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो कुकिङ भिडियोमा। आज तरकारी केही पनि थिएन के, अनि के पकाऊँ भनेर सोचिरहेको थिएँ। अनि यसो हेरेको बट्टामा तामा थियो कि अस्ति राखेको थियो, अनि यो राखेर अमिलो भएको थियो कि यो तामा चाहिँ। अनि मलाई चाहिँ कहिलेकाहीँ यसरी अमिलो भएको तामाको पनि आलु मिसाएर टमाटर हालेर अचार तरकारी बनाएर, अचार पनि मिठो हुन्छ तर तरकारी बनाएर खान मिठो लाग्छ कि। कहिलेकाहीँ चाहिँ अब केही हुँदैन नि त, तरकारी आपत परिरहेको हुन्छ, के पकाउनु भन्ने भइरहेको हुन्छ नि, त्यति बेला चाहिँ यो काम लाग्छ कि। तर सधैँ खायो भने त मिठो हुँदैन, कहिलेकाहीँ खाँदा त मिठै हुन्छ। अनि मलाई चाहिँ यसरी बनाउनु मन लाग्यो आज। अनि मैले तामालाई निकालेर धोइ पखाली गरेर रेडी बनाएँ। अनि त्यसपछि प्याज लसुन होइन, अनि अब अदुवा खोर्सानी सबै थोक हालेर राम्रोसँग भुटेँ एकछिन। अनि त्यसपछि टमाटर हालेर मैले यसरी राम्रोसँग पकाइदिएँ। टमाटरलाई पनि राम्रोसँग पाक्नलाई छोडिदिएँ। अनि त्यसपछि राम्ररी टमाटर पाकिसकेपछि चाहिँ मैले आलुलाई पनि हाल्थेँ। अनि यता साइडमा चाहिँ काँक्रो र आलुको पनि म अचार बनाउँदैछु। मैले चाहिँ अघि यो काँक्रो र आलुको भिडियो पनि पोस्ट गरेको थिएँ अचारको। अनि त्यसपछि यो तामा चाहिँ पाकिसकेको थियो। अनि त्यसपछि मैले आलु पनि हालेर एकछिन चलाएँ। अनि यता अचार पनि रेडी भइसक्यो, एकदमै टक्क परेको मिठो भएको थियो अचार चाहिँ। अनि यता यो तामा र आलुको तरकारी पनि रेडी भयो। यो चाहिँ मिठो हुन्छ, मिठो लाग्न चाहिँ एकदम भित्रै मिठो लाग्छ। अब अमिलो मन नपर्नेहरूलाई चाहिँ त्यति मिठो नलाग्न सक्छ, अनि अमिलो मन पर्नेलाई चाहिँ मिठो लाग्छ, अमिलो अमिलो हुन्छ नि त। अनि त्यसपछि मेरो खाना रेडी भयो। यहाँ चाहिँ छ अचार, अनि यता राइस कुकरमा चाहिँ छ भात, अनि यहाँ चाहिँ काँक्रा, अनि त्यसपछि यसमा चाहिँ छ दही। थ्याङ्क यू फर वाचिङ, बाई बाई।